र जनताहरू बिजुली बालेर गुड मर्निङ फ्रम पार्टी हाउसबाट उठेर पनि के गरिसकेँ। मेरो मोबाइल चाहिँ चार्जमै छ। राइट नाउ आई एम भ्लगिङ फ्रम होइन माइलो मामाको आइफोनबाट। ल घाम नै देखिया ल त्यो कुरोलाई छोड्यौँ। हाम्रो चाहिँ यहाँ त्यो देखाएको त काले खसीलाई बोका गराउने रे जो जेड प्लस सेक्युरिटी गरा बिहान बिहान नयाँ मान्छे देखेर माटो खान्थ्यो सरकारी खोका भयो कि माटो एक महिना खाँदै अब खाँदैन तिनवटालाई गराउने हो कि एउटालाई चारवटा हो। अब A little longer than a few minutes later. घरैको होइन यही घरकै होइन किन यत्रो बनावाला त नि फिल्म कहाँ गयो त नि सीताकै घाँस गर्न खाँदैन बाख्रालाई चलै पहिले बनियो छ ल कति कराउँदो रहेछ त्यो कुकुर भयो राति नि भुक्छ यही हो गइरहन्छ। योभन्दा राम्रो थियो हाम्रो रिमी लाएर मऱ्यो उसले छोडिदिने म नछोड भन्यो अरू कुकुरसँग लसपस भएछ। योभन्दा राम्रो अलि ठाडो ऊ त खिच्दिने नि अलि ठाडो पऱ्यो चापी मिल्ने भेटेन अलि ठाडो क्यों रे? क्या किया तूने? पछि यसको भालो अब जाने पो हुन्छ र 2 महिनाभित्र पार्न पर्छ। राजुले बरु जाने जहिले नि सानो बोलाउँछ अस्ति नै पनि 4वटा राजुको 4वटा पारेर गएको अस्ति नै परशुरामको घर पानीको पैसा बुझाउनु जाँदाखेरिमा जिम्मल परशुरामको कुकुरले टोक्यो। नि त होइन
तर नि भन्दै अनि लैजा बाह्र भन्दा चिकनबाट एउटा ल्याउने पाठी भनेको यस्तै बोका लगाएको त हुने है यहाँ छैन नि पाठी बाबु छोडिदेऊ हाम्रो सेतो फाट्दैन हिँड्छ अब उठ 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 उठ्नै सकिने क्या हाम्रो मामाको छोराको परेला छिया लगाएको थिएँ काँक्रा राम्रो छ पार्नु हो त नि अब त्यस्तै हो साँचो पनि नल्याउने भनेको त्यत्तिकै सके होइन पोखरा जाने नि पाएन रहे आँडे रहे चेप्दिमलाई नि के गर्ने त मेरो यही जाडोमा ल्याउने एउटा साँचो भनेको लामै हाल्नु आँडे बनाइदिनु फेरि एकै फेर चेपेर हुन्थ्यो त होइन डबल गरेको पक्का भयो नि त रुम फेरि भएर चाहिँ कस्तो बेला भयो यहाँ दुईवटा हो कि अर्को नि छ ए ल ल मलाई फेरि छुट्टीको दिन नभए मैले नभ्याउने आजभोलि त अफिस 9 बजी अब कुनको पाली हो दुईवटा त भयो यो त बसेका थकेला र यो चाहिँ जेन्जिन यसको पाली कतिलाई भन्छु कति सिकाउने ल जा भन्नु गर्नु सक्दो रहेछ नि दुःख त दुःख गर कन्डिसन कस्तो छ यिनीहरूको गरेपछि त्यो उठेरै हिँड्छ यो चाहिँ बलियो रहेछ ठुलो सिङ पलाएको दुईवटा लुते रहेछ बस्यो दुखेर अर्को चाहिँ हुँदैछ उता र जो चाहिँ कराएको कारण चाहिँ किन हो भन्दाखेरि हाम्रो बाख्राले क्यार दियो यिनीहरूले यसले लास्टै माया गर्छ कि कुखुरा बाख्रा आफ्नो चिजलाई है अरूकोलाई चाहिँ खाइदिन्छ यदि झ्याम्मै लाएर त्यो चाहिँ सुँगिरहेको र त्यही नै हो यहाँ त भ्याइयो अब फेरि उता अर्को मामा कान छ गर्न पर्ने यहाँ त 6वटा हो बाबा त्यस्तो हुँदो रहेछ यार फर्स्ट टाइम देखेको मैले त वाइल्ड साथीहरू अहिले चाहिँ हाम्रो मामा घरको म्याच हुन लागेको छ फुटबल म्याच र हेर्न त जान्थिनँ तर स्पेसली हाम्रो ठुल्दाई म्यानेजर हुनुहुन्छ क्या म्यानेजर कोच के हो त्यही भएर चाहिँ यसो हेर्नुभएको दाइले कस्तो ट्याक्टिस लाउनुहुन्छ त कस्तो कोचिङ गर्नुहुन्छ त दाइले अब फिल्ड नैबाट देखिन्छ जित्छ कि जित्दैन है त यस्तो छ हाम्रो टिम बबाल भन्न छ आज हेरिन्छ म्याच टक्क लाएर दाइको स्ट्राटेजी सब्स्टिट्युसन सब हेरिन्छ आज लेट्स गो अर्को कुरा चाहिँ जर्सी चाहिँ हाम्रो स्मिथ थापा दाइले स्पोन्सर आनिदिनु भएको त्यो चाहिँ सेतो हो
ओक्दा भाइ गोल भयो केटा म्याच हेरेर त्यस्तो चर्को घाममा पसिनै पसिना भएर घर आएर नि भातसात खाएर नि अब सुत्न लाग्यो निन्द्रा ला भात खाएपछि सुत्नाले एकदम मजा आउँछ यार र केटा भर्खर उठेको यार उठेर चाहिँ हामी चिसो एकदम अनलिमिटेड पाइन्छ यहाँ चिसोको स्रोत जनताहरू ब्याक टु पार्टी हाउस र यहाँ दाइको घर बन्दै छ अनि खाजा ल्याइदिएको मैले चाहिँ र यिनीहरूलाई चाहिँ खसी बनाएन मामा आज यिनीहरूलाई आज खसी थिए बोका बनाएको र जे बनाए पनि त्यो कुरोलाई छोडिदिउँ र मेन कुरा भनेको अब यिनीहरूलाई चाहिँ डाइट पेलाउनु पर्छ होइन मामा र डाइटमा चाहिँ मामा र आला घाँस पनि जाँदैन तिमी ए काट्नुहुन्न यार भान्जाहरूले चाहिँ अरूले काट्न चाहिँ हुन्छ तर भान्जाहरूले चाहिँ काट्नुहुन्न के र डाइटमा चाहिँ यस्तो के रह भन्दाखेरि यहाँ मकै भयो खैरो खैरो चोकर होला भान्जालाई के खुवाउनु पर्छ भान्जालाई थाहा भान्जा सिकाउनु हुन्थ्यो नि ल मामा अन्डा एक गुन्डा अन्डा खुवाउनु पर्छ कि ल अन्डा अनि सकेसम्म दुध भ्लग त यार प्रायः धेरै जस्तो मामा फार्म भन्न मिल्ने लाइकको र मामाले चटपट खुवाउँछु भन्नु त आज चटपट मामा अहिले ल पारीतिर जाऊ अनि त्यहाँबाट
चटपट खाना आऊ त्यहाँ अनि बल खेलेको हेर्दै चटपट खाने भन्नु छ त ल अहिले चटपट चाहिँ त्यस्तो खानु हुन्न किनकि हेल्थ नराम्रो हुन्छ र मामाले चाहिँ औधी तारिफ गर्नुभयो क्या त्यो चटपटेको चाहिँ लास्ट चाहिँ दामी हो भान्जा भन्नुहोस् हौ यस्तो मिठो कि निन्द्रा लाग्यो पनि छोडो भन्नुहोस् हो कि होइन जाऊ गएर लिएर आऊ त म पैसा दिन्छु लिएर त होइन त्यहाँ बल खेलेको हेर्दै खाम अनि त्यहाँबाट म पनि डमल जान्छु अब एकैछिन हेर्दै खाम यो भ्याउनु अनि त्यहाँ जाम अनि धेरै होइन 5 मिनट बस्ने अनि त्यहाँदेखि म पनि जान्छु अनि अहिले पानी परिदियो भने बिचबाट रेनकोटै होइन क्या फेरि अरूलाई मैले ज्ञान दिन्छु नि त रेनकोट लाएर हिँड्नुपर्छ भनेर फेरि मसँग छैन म चाहिँ अलिकति चाँडै हिँड्छु क्या हुन्छ नि ट्याक्क पुग्न भन्दा म चाहिँ अलिकति 15 मिनट 20 मिनट आधी घन्टै चाँडै पुग्छु आफ्नो डेस्टिनेसनमा दौडापछि दिएको त्यो रेनकोट चाहियो नि लौ मामा पानीले हानिहाल्छ नि पानीले रुजाउँछ अहिले मामाले यिनीहरूले पनि दिनुभयो भिडियो बनाएको मामा नआउने पैसा दिनुभयो चटपट ल्याऊ भनेर काममा बिजी हुनु भयो म चटपट ल्याउँछु खान्छु डमौली जान्छु यार अलमोस्ट आउट अफ चार्ज हुनु लाग्यो र जनताहरू म पारीबाट पनि आइसकेँ र हाम्रो माइजू चाहिँ के लाउँदै हो माइजू ल माइजू तरकारी ल गाउँघरतिर तरकारी लाउने सिजन भयो अब हिराम्रो करेलाको र खुसीको कुरा के हो भन्दाखेरि चाहिँ मेरो चाहिँ डमौली जानु नपर्ने भयो कि अब यहीँ बस्न पाउने भयो र पानीले मलाई भिजायो नि के हुन्न अब मामा चाहिँ बल खेलेको हेर्न गइसक्नु भयो मामा चाहिँ एकदम हुन्छ नि फुटबल प्रेमी भन्दा पनि हुन्छ र अर्को कुरा भनेको मेरो चाहिँ लास्टै चाँडै के चार्ज भ्याउने भयो क्या त्यो भएर चाहिँ अब मैले सबै भिडियो गर्न सक्दिनँ हेर केटा त्यो सबैजना खेलेको होइन डिटेलली दिन्थेँ क्या म अब तर त्यस्तो दिन सक्दिनँ त्यही भएर चाहिँ म चार्जमा हाल्छु अब म आफ्नै ब्याक टु आफ्नै दुनियाँमा जान्छु र सो त्यही नै हो के हुन्छ चार्ज फुल भएपछि 2 घन्टा लाग्छ म त्यहाँ पछि भेटेर बनाउँछु फेरि ल हाम्रो चाहिँ यो सुदीप दाईको घर आज चाहिँ यो फट्टा निकाल्ने काम हुँदैछ दाईको घरमा मामाको मोबाइलबाट ब्लग बनाएको है फेरि मेरो चाहिँ आइफोन भएको मामाको फाइदा भनेको यो यहाँ काँटीहरू भयो लास्टै हेरेर हिँड्नुपर्छ यस्तो निकाल्ने काम भइरहेको somehow the work is going on bro and our party house 2.0 soon Allah oh के थियो र थैला कुसाउ बाख्राले खाने अरू गर्ने चिज तोरीको कुसाउ खुसाउरी त्यो देखाउनु पर्छ नि पहिला त मनोजले घरको हेर्दाखेरि कस्तो रमाइलो लाग्छ होइन दिदीलाई जो सोझो देखाउँदा दिदीलाई रमाइलो लाग्यो हेर मन लाग्यो ए र यो चाहिँ सबैजना टाढा भएपछि चाहिँ आफ्नो घर कस्तो हुँदो रहेछ अनि त्यस्तो हुँदो रहेछ है जसलाई हेरेर मन यताउता लाग्यो अरे ए ल हाम्रो नयाँ घर पनि लोडिङ कान्छा मामाको बन्दैछ हामीलाई पारीहरू जान धेरै समय लाग्दैन एकैसँग बस्न पाइन्छ रमाइलो चाहिँ जस पारी नै भयो नि धेरै त बाबा पनि हुन्थ्यो त्यहाँ चाहिँ एकदम धेरै रमाइलो भयो भन्दा नि
आज चाहिँ एकदम गर्मी है झप्प झप्प पानी आउँदैन जस्तो छ नि है यहाँ चाहिँ के तरकारी लाउनु भएको माइजू यहाँ तरकारी भिडी लाउने खुर्सानी लाउने भिराम्ला चिचिन्ना सबै थोक काँक्रा भन्दा बेस के मिठो लाग्छ मलाई मलाई त म्याङ्गो हो क्या अरे म्याङ्गोको बोटै देखाइन म्याङ्गो आँप पारी छ पुरानो घरमा हो असिनाले झारे होइन असिनाले भित्रबाट हुनुपर्ने थाहा छैन त्यो चाहिँ मलाई यो हाम्रो घर नि बोर्ड थियो सबै झारिदिएछ फुलहरू हेर त हेरेन मैले छ कि छैन थाहा छैन के हो त त्यो केरीको छैन पनि होला सरकारी पैसाबारी खन्नलाई असिना काम छैन त्यही त ल यहाँ सुन्तला पनि फल्दै रहेछ है फल्न चाहिँ झार्दै असिनाले फलफुल चाहिँ यहाँ खाना मिल्ने खाले चाहिँ सुन्तला रहेछ एउटा देखेँ सिजनमा अर्को मेवा रहेछ कागती कहाँ ए कृषि गर्न कतिको गाह्रो हो माइजू कृषि गरेर खानलाई गाह्रो है दुःख धेरै आम्दानी थोरै पैसा कमाउन गाह्रो अब हुन्छ कि हुन्न भन्ने पनि अलि ऊ भने है पानीहरूले ऊहरूले असिनाले किसान गाह्रो जाहिर भनेको महिना तलब नपाइयो किसानको चाहिँ भित्र नहरिकन थाहा छैन त्यही त एउटा कुखुरा पालो भने पनि रोग आयो नि सबै मर्छ त्योहरू चाहिँ अलिकति त्यो चाहिँ अलिकति नराम्रो छ अबको सरकारले चाहिँ हेरिदियो भने चाहिँ एकदम राम्रो हुन्छ हो साँच्चै है त्यही त मलाई त फुटबल खेलेको हेर्दा पनि पसिना आयो मोटाएर हो क्या सबै बोसो बोसो पग्ले माइजूलाई चाहिँ कुन क्लब मनपर्छ रोनाल्डो मेस्सी त्यति ल यतिकै भन्नु न रोनाल्डो मेस्सीमा कुन मनपर्छ एउटा लिनु नाम ल मेस्सी कतै दाइले त सिकाउनु भएन नि त्यही भन्नुभयो ओहो यो त ब्लड लाइनतिर जाँदो रहेछ त सबै बार्सिलोना त एउटा यहाँ बार्सिलोनाको लोगो बनाउनु पर्ने भयो सबैजना बार्सिलोनातिर दिदी बार्सिलोना दाइ बार्सिलोना भाउजू बार्सिलोना मामा चाहिँ थाहा छैन मामालाई पनि सोध्छु म सबैजना बार्सिलोना हो क्या यता तलतिर चाहिँ गाई फार्म है गाई छ यहाँ अरूको नै हो फेरि यो चाहिँ त्यही त मामा एक्लैले कता कता भ्याउने गाह्रो मामालाई अहिले चाहिँ अब हाम्रो घरतिर पञ्चनगरको फुटबल म्याच हुँदैछ हजुर हेर्न आउनु र माइजू भ्याइसी है त्यहाँ फुटबल हेर्न आउनु न काममा नि फोकस हुन पऱ्यो नि सधैँ म झैँ हावा भएर लखर लखर डुल्दा नि हुन्न क्या त्यो भएर हो यो मामाको मोबाइलमा नि धेरै चार्ज टिक्दैन क्या लास्टै ताते मामाको नि लास्टै अलिक पुरानो पुरानो टाइपको भयो तिमीहरू पताउन भने ल हेर अब कसको मोबाइल हो यी हाम्रो जेड प्लस सिक्युरिटी ओ जो चाहिँ कस्तो कमिला टोकिदिएको अरे बाबा तँ भन र आसिला जो चाहिँ डगे साइले भेट्न आनी हो त यसले बाल्दिन क्यामेरा गरेपछि दाँत माझ्न पर्छ केटा यार डमौली गइन्छ भनेर मैले चाहिँ उ गरेको थिएँ कि ब्रुस हालेको थिएँ फुल्तीमा छोडिन्छ भनेर म चाहिँ ब्रुस चाहिँ सम्झिन्छु क्या जहाँ गएँ छुट्टै कथा छ भाउजूले रस दिनुभएको कथा यहाँ छ मेरो ब्रुस अब म जान्छु बिस्तारै लाएर फुटबलको चाहिँ त्यस्तो लामो बनाउन र सर्टकै यस्तो मिठो मिठो बनाउँछु किनकि भ्लग अलरेडी लामो भइसक्यो क्या त्यही भएर फुटबलको आउँछ छोटो आउँछ मिठो आउँछ आफ्नै घरतिरको
मलाई ठिकै लाग्छ है त्यस्तो ठिकै धेरै बोल्दिनँ विषयमा Look at our life so private, होइन? I even don't know what I am doing. र यार यसरी आहा बोलो भन्दा यार म त अगाडिको केही देखाइनँ के र त्यो गोरुलाई छोडिदिन्छु म अगाडिको भ्यू देखाइदिन्छु इन्जोय गर तिमीहरू होइन र अर्को कुरा के भन्दाखेरि होइन र भन्नुपर्दाखेरि चाहिँ वी आर हेडिङ टुवर्ड्स कहाँ भनिदिने पार्टी हाउस गर्मी लास्ट बढे चाहिँ यार फुटबल हेरेको लास्ट च्याप 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 भयो कि पसिनाले नि कि कपाल के यस्तो उडाएको पनि छैन क्या चलाउँदै उडाउनु पर्ने
पसिनाले प्यात्तै भिज्यायो त्यो छ जिन्दगानी दर्पण छाया खुल्जा सिमसिम गुड नाइट धन्दाले लागेको र केटा अहिलेको अपडेट भनेको चाहिँ अब अलमोस्ट सुत्ने समय भएको छ र आई एम अल्सो गोइङ टु बी आउट अफ चार्ज तर चार्जर चाहिँ छ पार्टी हाउसमा सुनसान छ कोही छैन र हाम्रो जो सुते थियो क्यामेरा खोलिदिएको उठोइ तर सुत्दाखेरि चाहिँ कसैले डिस्टर्ब गर्नुहुने यार चाहे एनिमल होस् चाहे मान्छे होस् के सुत्ने बेला अनि खाने बेला अनि एउटा के होला त होइन एउटा के होला एउटा कमेन्ट गर्नु हजुरहरू ल चाहिँ तल्काउनै पर्छ क्या यो कुरालाई फेरि छोडिदिउँ भोलि चाहिँ मामा घरको टिम फाइनलमा छ बिहान 8 बजे छ म्याच र जुन मैले मनोज दाइले स्पोन्सर गरिदिएको जर्सी भन्थेँ नि हाम्रो होइन रहेछ कि त्यो पहेँलो लाउने हो अनि त्यो चाहिँ ओडाले नै दिएको हालेर लगाएको रहेछ तिनीहरूले यसले चाहिँ घन्टी बजाइरहन्छ र त्यही नै हो ल त्यस्तो भन्नुपर्ने कुराहरू केही नि होइन र एकदम यहाँ गाउँमा त एकदम त टायर्ड फिल हुँदो रहेछ कि यामामा धेरै एक्टिभ हुँदो रहेछ यता दौडियो उता दौडियो त्यही नै हो ल कसैलाई थाहा छैन भने जेन मल्लिकको चाहिँ एल्बम आएको छ होइन यस्तो बबल बबल गीत छ कि होइन मैले सुना त सुनेछु तर सेयर नि गर्न भ्याइन अनि टिकटकहरू नि बनाउन भ्याइन कि यस्तो बबल बबल छ कि यस्तो धेरै एल्बम छ कि सुन्नै पर्छ यार आई एम प्रमोटिङ दिस जेन मल्लिक सङ सो स्मल बोय फ्रम ब्राफोर्ड smashing the world so please listen Jen Malik यार is dopest artist and हैन त्यसको रिसेन्ट इन्टरभ्यू नि हेरेको थिएँ मैले जेकोलसँग चाहिँ उ गर्न मन छ क्या त्यसले चाहिँ हैन ऱ्यापसँग चाहिँ इन्भल्भ भएर अलिकति हान्न मन ला भनिरहेको थियो सो अमेजिङ छ क्या त्यो सोच्नै नसक्ने खाले गीतहरू छ ऱ्याप जस्तो नि हाने त्यही नै हो ल म पनि एउटा साइड वेजमा बनाउँछु एउटा टुकटुक यार धेरै भयो नबनाएको नि